यो डुक 200 हो। यसमा चाहिँ के भएको भन्दै त विकास? रातिको अहिले 9:49 बज्यो नि। 9:49 भयो। यसमा चाहिँ के भने समस्या के भएर आएको थियो के भएको भन्दै ल? बिहान सेल्फ नहान्ने, सेल्फ नहान्ने, ठेल्नु पर्ने। ठेल्नु पर्ने। एक नम्बर भनेको बिहान कोइल गएछ। कोइल गएछ एउटा। अनि हुँदा आरआर युनिट पनि गएछ। तदस्ती नै त्यो कुदाएर स्टार्ट गरेर यो पनि उडो। सेल्फ रिले पनि गयो। कटआउट रेल गयो हैन। यो गयो। अब हुँदा ब्याट्री पनि गयो। ब्याट्री पनि गएको छ। अनि यहाँ चाहिँ चाइनिज ब्याट्री थियो। चाइनिज ब्याट्री। यो ब्याट्री हालेको रहेछ चाइनिज ब्याट्री। यो डुकमा एफआईमा चलेन। यो अब यो के भएको भन्दै? यसको चाहिँ भनेको हामीले वायरिङ सोयरिङ सबै रिम धुनुको लागि रेडी भएको थियो। सबै स्टार्ट भयो, धुनको लागि रेडी गरेछ। त्यहाँबाट करेन्टै त्यहाँदेखि करेन्टै आएन प्लगमा। हामीसँग यो 2011 देखिको स्क्यानर छ। बजाजको ओरिजिनल युनिभर्सल पनि छ स्क्यानर। केही फल्ट देखाउँदैन। अर्को चाहिँ जिक्सर हाफ इन्जिन छ यो। फेरि मान्छे हराएको छ। मान्छे आएको छैन। 250 यो हाफ इन्जिन बनाएको। यो हाफ इन्जिन यहाँ छ बनाउन आएको। 5 तरबाट आएको। यो हाफ इन्जिन 220। 5 तर हाफ इन्जिन त्यो पनि रोकेको छ। साउन्ड प्रब्लम। यहाँ वायरिङ फल्ट रहेछ यसको। यहाँ काटिएको रहेछ। अनि हामीले एउटा स्पिड सेन्सर चेन्ज गऱ्यौँ। अनि एउटा कोइल चेन्ज गऱ्यौँ। अब यहाँ चार्ज पनि नहुने, सेल्फ नहुने, कोइल सर्ट भएको थियो। अनि यहाँ हामीले साउन्ड मिलायौँ किलर गेसले। किलर गेस कहाँ राखेस्? अनि यहाँ क्र्याङ होल्डिङ थियो यसको क्र्याङ होल्डिङ त्यो थाहा भएको कुरो हो हैन। क्र्याङ होल्डिङ यहाँ छ। क्र्याङ यो होल्डिङ हानेको छ है। अनि यता फेरि यसमा ड्रेन नटमा बुझो खाँदेको छ। त्यति हो। काम थुप्रै छ। ब्रदर्स ग्यारेजमा काम थुप्रै छ हैन। रातिको 10 बज्नु लाग्यो। 12-1 जहिले बज्छ। ल यसको साउन्ड मिलाउँदैछ। मैले सिकाए जस्तै गरेँ। ल